साथीहरू नमस्कार। हामी सबैलाई थाहा छ कि इरान र अमेरिका बीचको ऐतिहासिक शत्रुता अहिले यस्तो मोडमा आइपुगेको छ जहाँ इरानले वाशिंटनका सामु अत्यन्तै कडा र अमेरिकाका लागि अपमानजनक मानिने अल्टिमेटम तेर्साएको छ। इरानी सङ्कटको सवालमा इरानको यो अल्टिमेटमको पहिलो र मुख्य माग भनेको पश्चिमी एसिया क्षेत्रमा रहेका सबै अमेरिकी सैन्य बेसहरू तुरुन्त बन्द गर्नुपर्ने र अमेरिकी सेनाले यस क्षेत्र पूर्ण रूपमा खाली गर्नुपर्ने रहेको छ। यदि अमेरिकाले इरानको यस्तो शर्त मान्ने हो भने घोषित रूपमा अमेरिका पराजित हुने हो। तर अहिले अमेरिका यस्तो अवस्थामा छ, न त युद्धबाट पछि हट्न सक्छ, न त इरानी शर्त पूरा नै गर्न सक्छ। यो 5 दिनको एकपक्षीय युद्धविराम कुनै शान्ति वार्ताको तयारी होइन, यो त एउटा भयानक र भीषण युद्धको तयारी हो। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी के विश्व साँच्चै तेस्रो विश्वयुद्धमा जाँदैछौँ भन्ने विषयमा छलफल गर्नेछौँ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले हालै सार्वजनिक गरेको भिडियो सन्देश मार्फत अमेरिका र इजरायलमाथि आफ्नो आक्रमणको 77औं लहर सुरु भएको घोषणा गरेपछि यो विवाद थप उत्कर्षमा पुगेको छ। ट्रम्पले इरानसँग पर्दा पछाडि वार्ता भइरहेको र इरान सम्झौताका लागि तडपिरहेको जुन दाबी गरिरहेका छन्, त्यसलाई इरानले पूर्णतः अस्वीकार गर्दै हास्यास्पद भएको बताएको छ। जबसम्म इरान युद्धको बुझाइमा इजरायलको आइरन डोम र अन्य मिसाइल डिफेन्स सिस्टमहरू इरानी आक्रमणको अगाडि असफल साबित हुँदैनन्, तबसम्म अमेरिकाले वार्ताको भ्रम छरेर समय बिताउन खोजिरहेको छ। इरानका सरकारी सञ्चार माध्यमले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै भनेका छन्, ट्रम्पले इरानी आक्रमणबाट त्रासित भई युटर्न लिन बाध्य भएको छ। विशेष गरी इरानले पश्चिमी एसियाका सबै पावर स्टेसनलाई निशाना बनाएको छ। इरानका अनुसार यदि अमेरिकाले साँच्चै शान्ति चाहेको हो भने उसले पहिले मध्यपूर्वबाट आफ्नो सबै सैन्य अड्डाहरू हटाउनु पर्दछ र हर्मुज जलडम्बरबाट हुने व्यापारमा इरानलाई क्षतिपूर्ति दिनुपर्दछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक घोषणा गरेको 5 दिने युद्धविराम कुनै मानवीय संवेदनामा आधारित शान्ति प्रयास नभएको एउटा गहिरो सैन्य रणनीतिक विश्लेषणको परिणाम हो। युद्ध चौथो हप्तामा प्रवेश गरेर भर्खरै ट्रम्पले 5 दिनका लागि कुनै पनि हमला नगर्ने जुन प्रस्ताव अघि सारेका छन्, त्यसको मुख्य कारण अमेरिकी डिफेन्स सिल्ड पूर्ण रूपमा ध्वस्त पारिएको हुनुपर्दछ भनेर इरानले कडा रूपमा जवाफ दिएको छ।